गयो मान्ने सदस्य के गरेको यस्तो त्यता गहिरो रहन्छ नि त दौडाउ ओहो कस्तो गहिरो रहेछ गाइज सबैजनालाई गुड मर्निङ फ्रम यस्तो बवाल ठाउँ हेर्नु न धोरपाटन है सरी धोरपाटन होइन बुर्तिबाङ खोजको उसमा बसेको बजार है यस्तो बवाल रहेछ ल ओ त्यहाँ हेर्नु न त्यहाँनिर त फुड ट्रेल टाइपको के बनाएर रहेछ है त्यहाँबाट माथि कतै जाने ठाउँ जस्तो रहेछ अनि यो चाहिँ हाम्रो बुर्तिबाङको बजार है अनि यो चाहिँ हामी बसेको होटल अनि यो हेलिप्याड रहेछ यहाँ माथि चाहिँ टक्क अनि ऊ त्यसमा हेर्नु न त्यहाँनिर चाहिँ भलिबलको कस्तो मजाले त्यो बनाएको रहेछ है अनि डेन्जर रहेछ यार ल यस्तो रहेछ खोला यो खोला हेर्नु त यहीँ छेउमा खोला छ है है पारि होइन ऊ त्यहाँबाट यो बजारबाट ऊ त्यहाँबाट ऊ त्यो कुनातिरबाट निस्केर त्यो खोज निस्किने हो क्या ऊ त जाने हो क्या माथि लगाइस जस केटाहरू सुत्दैछन् होइन हामी चाहिँ टक्क उठेर यो हस्पिटल रहेछ यार हो त्यो हस्पिटल रहेछ होइन कस्तो खतरा हस्पिटल रहेछ यार यहाँ चाहिँ उयो बर्गर हाउस छ ऊ त्यहाँनिर मिठो पाउँछ क्या धोरपाटन के अरे ऊ धोरपाटन नगरपालिका नै पऱ्यो क्या ऊ यहाँनिर रहेछ ल जस केटाहरू सुत्दैछन् हामी चाहिँ टक्क उठेर फ्रेस पनि भएर गरेको यो उसमा फेरि रेलिङ रहन्छ त्यही भएर अलिकति यता जान डर लाग्यो ल यो चाहिँ दरबार होटेलको स्पेस हेर्नु न कस्तो मजाको स्पेस छ ब्याडमिन्टन कोर्ट अनि चाहिँ चिल्ड्रेन पार्क टाइपको चाहिँ हल्का पार्क होइन कस्तो गजब रहेछ ल गाइस अनि यो फोटोसोटो खिच्नको लागि चाहिँ वुडन फ्रेमबाट बनेको यो तपाईँको चाहिँ ब्रिज भनौँ न बेली ब्रिज भन्छ के ब्रिज भन्छ गाइस यस हामी चाहिँ रातभरि तास खेल्थ्यो होइन अनि त्यसपछि बिहान उठ्यो 1-1.5 घन्टा 2 घन्टा मात्र सुत्या बिहान है अब चाहिँ हामी यहाँबाट के गर्छौँ खाजा खान्छौँ अलिकति अनि खाजा खाएर दाइ गुड मर्निङ ल मेरो अर्को ड्रिम बाइक त यहीँ त रहेछ क्या फेरि केटिएम 350 एडभेन्चर ल हेर्नु त कस्तो 250 कि 350 हो 250 रहेछ ल यो बाइक हाइट भेट्छ अरे सुरज एकचोटि यो खिच त फेरि ड्रिम बाइक जहाँ गयो त्यही ड्रिम बाइक भेटिन्छ यो त औडा हो नि केटिएमको यसको हाइट कम हुन्छ क्या 350को त 350 भन्दा कम हुन्छ गाइड तर बल्की रहेछ होइन तर कस्तो हाइट चाहिँ कम है अनि तपाईँले हिजो रेनकोट भित्र हाल्नु भएन ल गाइस अल सेटअप केही छैन हुनलाई सेटअप भन्नलाई है एउटा यो सानो ब्याग र अनि प्लास्टिक मात्रै हो रेनकोट ल यो केटिएम एडभेन्चर 250 रहेछ गाइस बल्की चाहिँ बब्बाले बल्की रहेछ होइन तर त्यस्तो खत्रै चाहिँ होइन क्या यार अलि हाइट चाहिँ हुनुपर्ने नि यार यसमा यार योभन्दा बेसी हाइट चाहिँ धेरै कम भयो यार है गाइस अब चाहिँ हामी यहाँबाट होटलबाट निस्केको कहाँ ए ल यहीँनिर रहेछ नि त ल खाजा खाइदिउँ न त यहाँ हो गजब रहेछ ल मिठो खाजा खाइयो है यो खनाल खाजा घरमा चट्टो कस्तो फ्रेस अनि कस्तो चिल्लो पनि नहालेको कस्तो मस्तको कस्तो चाहिँ अर्ग्यानिक हेल्दी खाजा खाइयो मटर समोसा अनि चिया ल त्यो भइसकेपछि के भयो फेरि के चाहियो सोल्टीलाई ल अहिले चाहिँ हामी अब बुर्तिबाङ बजारमा छौँ अब यहाँबाट निस्केको अवस्था हो ल जम ल हाम्रो हिजोको स्टे भएको होटल ल गाइस बुर्तिबाङ बजार यस्तो छ ल हेर्नुहोस् त यतै हो जस्तो लाग्छ यार ल यहाँनिर खाएको सम्झेँ मैले अघिल्लो पालि आउँदा यो बर्गर हाउसमा
आएर खाएर अनि हामी चाहिँ के भन्छ अरे उता के अरे रुकुमकोटतिर निस्क्या अघिल्लो पालि। तर त्यो बाटो लास्टै घुमाउरो पर्दो रहेछ। आम्मामा भयङ्करै पर्दो रहेछ यार, यति घुम्न पर्दो रहेछ। 400+ किलोमिटर रहेछ क्या तपाईँको तानसेन पुग्न हाम्रो कहाँबाट भन्दा रुकुमकोटबाट। अनि यतातिर चाहिँ 187 किलोमिटर मात्रै छ होइन। रुकुमकोटबाट तानसेन चाहिँ 187 किलोमिटर। अनि तपाईँको रुकुमकोटबाट तपाईँको रुकुम पश्चिम अनि त्यसपछि चाहिँ के भन्छ अरे यता सल्यान हुँदै अनि तुलसीपुर हुँदै झरो भने त भयङ्कर रहेछ यार, 400+ किलोमिटर रहेछ कि। ल अनि त्यो लेखाइ चाहिँ अलिक सानो भयो यार, अलि यहाँबाट देखिएन। भाइरल डाँडा अरे, भाइरल डाँडा। ए तपाईँले पढ्नु त त्यो के हो, त्यो के हो? हो भाइरल डाँडा हो। ल लगाइ अहिले त बाटो यस्तो दामी भइसकेको रहेछ नि त। ल म अघिल्लो पालि आउँदा त कहाँ यस्तो थियो त नि, कत्रो ढुङ्गाको वाला बाटो थियो है। अहिले त क्या गजब भएको रहेछ। ल तपाईँहरूलाई म आज यहाँ यो धोरपाटनसम्मको बाटोको पुरै अपडेट दिन्छु है। तपाईँहरू मेरो भिडियो चाहिँ सर लास्टसम्म हेरिदिनु होला होइन। ल हेर्नु फुड ट्रेल बनाएको होला होइन। गजब कस्तो गजब। ल हेर्नु त घरहरू, आमा गाइस दामी छ यार है। ल हेर्नुहोस् यो घर चाहिँ मेरो मोबाइललाई फेरि सन्चो हुन्न घरिघरि है। केटाहरू कहाँ दौरे त यार, के गाउँ रहेछ यो। आमा जस अहिले पनि तपाईँको हामीले सोच्दाखेरिमा के अरे माइग्रेसन भन्छौँ होइन। यो चाहिँ मान्छेहरू चाहिँ धेरै माइग्रेट भइसक्यो भन्छौँ होइन। खास गरी चाहिँ यो बजारको नजिक भएको यो बस्तीहरू चाहिँ सर्ने रहेछ क्या। खास गरी अलि बजारको इन्फ्लुएन्स जहाँनिर बढी हुन्छ नि, सिटीको इन्फ्लुएन्स बढी भएको ठाउँमा चाहिँ तपाईँको माइग्रेसन बेसी हुँदो रहेछ क्या। यो ठाउँमा हेर्नु न यार, यस्तो मजाको घरहरू, यस्तो टिपिकल बस्ती होइन। अब अनि ल हेर्नु न यो कस्तो दामी। ल हेर्नु त गजब। अनि मान्छे बसेकै छन् ल है, बहुत गजब। ल यहाँनिर आइसकेपछि के फिल हुन्छ भन्दाखेरि गाइस यो चाहिँ अति बवाल छ क्या खासमा, अति बवाल छ, अति बवाल। ल मलाई त डेन्जरै, मलाई फेरि जहाँनिर बस्ती एकदम बाक्लो हुन्छ नि मलाई कस्तो अर्कै अजिब लाग्छ क्या। ल गाइस यहाँबाट चाहिँ हिलो सुरु भयो भन्ने कुरा हो है। ल यो घट्टा भन्छ क्या, घट्टा। अनि यसबाट चाहिँ तपाईँको दुईवटा कुरा हुन्छन् क्या। एउटा यो मिनी हाइड्रो पावर प्रोजेक्ट हुन्छ होइन, मिनी भनौँ माइक्रो हाइड्रो पावर प्रोजेक्ट, जुन यहीँको नजिकको बस्तीहरूलाई चाहिँ जस बत्ती बाल्न पुग्ने गरी चाहिँ हुन्छ। अर्को चाहिँ यस्तोबाट मिल पनि चल्छ क्या सर, बुझ्नु हो, मिलहरू चलिरहेको हुन्छ क्या यतातिर देख्नु हो। मिल चलेको हुन्छ क्या, पानी मिल भन्छ यसलाई होइन। त्यो पानीको इनर्जीलाई युज गरेर यहाँनिर उयो यहाँनिर के छ उयो भित्र यहाँभित्र कि मिल छ कि मिनी हाइड्रो सानो हाइड्रो पावर प्रोजेक्ट छ कि। गाइस सबैको चाहिँ त्यो टिकटकमा एकदमै भाइरल भइरहेको ठाउँ चाहिँ उयो पारी रहेछ जस्तो लाग्यो मलाई चाहिँ है। किनभने यहाँनिर तपाईँको उयो पारी जोस् खतरा पहिरो गएको ठाउँ रहेछ यहाँ। अलि अगाडि बस्नु त अझै सर, ऐट अब जोस् त्यो तल भाइहरू भेट भएको थियो है बुलेटमा, पुरै आधा बुलेट त तपाईँको पुरै चाहिँ हिलो है। त्यो घर हेर्नु न, हेर्नु त कस्तो डेन्जर है। एउटा त्यो कटेज टाइपको आजकल यहाँ के हो, गाडीहरू यहाँबाट जानु नसकेर त होइन नि, के गाडी जान नसकेर बसेर त होइन नि। त्यस्तो चाहिँ पक्कै नहुन पर्ने हो गाइस। आमा यहाँ त डेन्जर, पानी पऱ्यो भने त यहाँ त सकिँदैन यार। मैले त चिनिसकेँ, यो ठाउँै चिनिसकेँ। ल
यस्तो डेन्जर रहेछ गाइस यहाँनिर ल माटो पुरै पचत्तै छ यार के गरी हो त ल खै हाम्रो भरत सोल्टी अगाडि ओ ल गाइस अब यो बाटो हो कि के हो तपाईँहरू आफै बुझ्नुहोस् है बाटो हो जस्तो त मलाई लाग्दैन होइन ए भरत सर अब केटाहरूलाई त हिँडाउने हो के कहाँ बाइक रोक्नु भयो तपाईँले हो यहीँ रहेछ क्या खासमा ए सुरज पह पह ल गाइस दुईजना साथीहरू चाहिँ गइसक्नु भएको अब मेरो पाली हो कसरी जान्छ त अब यहाँ बाइक आम्मामा यस्तरी हो नि त उडाउने हो नि त बाइक त केटाहरूले खाल्टो खाल्टोबाट हालेर हो नि त ल के छ यता पनि त्यस्तै छ यो खास एकदमै भाइरलै भएको ठाउँ चाहिँ यहीँ रहेछ खास झोरपाटन आउँदाखेरिको सेक्सनमा ए किन रोकिराख्नु यिनले फेरि यस्तो भएपछि त अनि कसरी हुन्छ त बाटो हो ल मान्ने सदस्य बाटो ल हेर्नुहोस् झोरपाटन आउनु न यस्तो छ ल बाटो यो बाटो हो गाइस यो बाटो हो यो बाटो हो आम्मामा यहीँ रहेछ खास ल आम्मामा ओहो ओहो ल यो माथि डाँडाबाट खिचेको भिडियो त यहीँको त रहेछ नि कहाँबाट हाले केटाहरूले कहाँबाट हालेको यताबाट ठिक थियो त ओए ओए के गरी सकिन्छ छैन लानु ए पख्नु यस्तो छ गाइस बाटो आम्मामा केटाहरू कहाँ पुगे ओ माई गड के हो गाइस यो बाटो हो यो बाटो हो के यो बाटो हो हैट मान्ने सदस्य अगाडि बढ्नुहोस् ल झोरपाटन गाइस झोरपाटन ल रहरले आउने हो गाइस रहरले है ल हिँड्नुहोस् ओहो तिमीले सुरज किन अप्ठ्यारोमा लान्छौ यार अनि यहाँबाट यसरी लिक छ त अब भयो त्यहीँबाट लैजाऊ अब कहाँ ब्याक हुन्छ हो लैजाऊ बटार दौडौँ ल हिँड्नु भरोसा तपाईँ डाँडैबाट लानुहोस् नरोक्नु है केटाहरूले डाँडाबाट ल मैले यताबाट हालेँ हिलोबाट ओहो बाइक त आमा ए कता हो कता हिँडालेको हो भरोसा ल हिँड्नु कताबाट लानुहुन्छ तपाईँले ल लानु ल बटार्नु यो त खेतमा हिँड्दै भयो त यार ओहो जुत्ता त आमा ओइ बाइक त एकातिर हिँड्छ त कहाँ हाले भरोतर यताबाट हाल्नु पर्थ्यो यार ल दौडाउनुहोस् जान्छ ल हिँडाल्नु त
दौडाउनु 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 अब माथि गएर पखाल्ने हो ओहो आमा गयो मान्य सदस्यको त्यस चाबी अफ गर चाबी अफ गर चाबी अफ गर ल छोड एकछिन मान्य सदस्य डाँडामा गयो के ए गाइस भरोसालाई ठाउँ दिएको पखाल्ने कहाँ आउँदा यार यस्तो छ त गाइस बाटो त ए गाडी आयो गाडी आयो गाडी आयो पख छोडिदिनु पर्यो हुन्छ यो उ गर त यो स्ट्यान्ड लाउ ल धकेल त पछाडि मान्य सदस्य दा यो बाटोलाई के भयो यस्तो आम्मा धान्नै सकिन्न क्या यो बाइक त फेरि दिमाग खराब खै केटाहरू ल मान्य सदस्य अगाडि बढ्नुहोस् बाटो आउँदै हुनुहुन्छ भने गाइस एक दुईचोटि लड्छु भन्ने हिसाबले चाहिँ एकदम पूर्वानुमान गरेर आउनु होला ऊ हाम्रो भरत सर पनि चिप्लिसक्नु भयो जस्तो छ ए भरत सरलाई समात्न जानुहोस् भरत सरलाई समात्न जा ए भरत सर के भयो भरत सर यहाँ पनि त गहिरो रहेछ नि यार भरत सर ओइ 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 भरत सर के हो यो ल त्यता गहिरो रहन्छ नि त ओहो भरत सर ए जानु न यार माथिबाट अझै खसिराख क्या आम्मामा जानु यार पुरानो सर त्यो जानु न यार जानु निस्किन्न क्या त्यो बाइक निस्किन्न नचोड्नुहोस् ओहो कस्तो गहिरो रहेछ यार आम्मामा भयङ्कर गहिरो छ यार यहाँ त ए भरत सर हाल्नु न दौडाउनु यस्तो त मैले त कहीँ पनि त देखाएको थिइनँ क्या रे यो के हो यो यस्तो पनि कहीँ हुन्छ यार बाटो ए मान्नु सदस्य बिस्तारै आउनु न बिस्तारै ओहो ए के भयो यहाँ फेरि ए मान्ने सदस्य के गरेको यस्तो कसले मैले गर्दा के भयो रोक्यो के गऱ्यो र तिमी पनि ए भरत सर ल हिँड्नुहोस् अगाडि हिँड्नु अगाडि हिँड्नु ल जानु छैन त्यस्तो गढेको रहन्छ केटाहरूको हालत खराब भइसकेको छ गाइस यहाँनिर है अब त हिलोसँग के डर भयो बाइक नपल्टे हुन्छ भन्ने कुरा मात्रै हो ओहो के भयो धोरपाटनलाई के भयो यस्तो बहुत बिसन्चो भएछ त यार हिँड्नुहोस्
कति पहिरो गएछ क्या आमा यति होला खनेको सेक्सन जस्तो लाग्छ यो त मैले त पहिलोचोटि यतिको बाटोमा चलाएँ यार बाइक आमा यस्तोमा त मैले जिन्दगी चलाएको थिइनँ यार यतिको बिजोग त कहीँ थिएन यार यो त एक्सट्रिम रहेछ क्या एक्सट्रिम हदैसम्मको रहेछ यार लानुहोस् 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 कटो भन सर कटो 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 आइट मान्य सदस्य अब होइन न होइन हिँड 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 न हिँड अनि सुन्नु न अब यही यति लास्ट हो यो लास्ट हो हजुर त्यो पोखरीमा पखालेर जाने त्यो त पुगिने भयो ल सर धन्यवाद ए ल जाम भर सर यताबाट हाल्नुहोस् के उसले हालेकोबाट कताबाट हाल्दा ठिक भर सर डाँडामा नहाल्नु क्या यहीबाट लिएर जानु हो त्यहीबाट लिएर जानु लानु भर सर त्यहाँबाट गाह्रो छ है ए ऊ यहाँबाट लिएर आउनु यहाँबाट ल यताबाट आउनु त यहाँ अलि बटारेर लिएर आउनु पर्छ कहाँबाट भर सर बटार्नुहोस् अब भर सर दौडाउनु पर्छ त्यहाँनिर अड्किन्छ अब बटार्नुहोस् ल गुड ल गाइस तपाईँहरू पनि यदि आज भोलिमै ढोरपाटन आउने प्लानिङ गर्दै हुनुहुन्छ भने प्लिज एकदमै सोचेर मात्र आउनु होला गाइस यति बिजोग छ नि बाटो यति बिजोग छ अलिकति सेक्सन चाहिँ के अनि हात खुट्टा धोएर जाने हो यहाँ ताल छ क्या एउटा यहाँ एउटा पोखरी छ गाइस यहाँ त्यहाँ पछाडि पोखरी छ अनि अब पोखरीमा नधौँ अब एक सिधै उत्तर गङ्गामा गएर हाम फाल्नुपर्छ भन्ने भयो है तपाईँहरू यो बेला प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ बहुत रिस्की छ यार बाटो डेन्जर पनि छ एकदमै ख्याल गरेर आउनु होला गाइस अब यस्तो छ गाडी पनि आउँछ है गाइस यस्तो डेन्जर के बाटो त आमा अब यति गरिसके पछाडि चाहिँ देउराली लगभग आइयो होइन अनि डेन्जरै रहेछ तपाईँको 2-4वटा ठाउँमा चाहिँ त्यो पहिरो गएर लेदो बसेर आमा कुरै नगर्नुहोस् क्या बाटो त बाटो हो कि होइन भन्नेमा थिएँ म चाहिँ ल यो चाहिँ अब हामी ढोरपाटन लगभग पुग्यौँ होइन लगभग पुग्यौँ भन्दा नि अब लगभग हामी देउरालीबाट क्रस गरिसके पछाडि तल हामी फाँटमा जान्छौँ होइन अनि अर्को कुरा भनेको यो नेपालको एकमात्र हन्टिङ रिजर्भ हो अनि सैनिक इलाका अब चाहिँ हामीले एउटा टिकट लिनुपर्ने हुन्छ पहिले चाहिँ त्यो सिस्टम थियो अहिले पनि अब त्यही नै होला त्यो टिकटले फेरि तपाईँहरू कस्तो हुन्छ भने तपाईँको म्युजियममा पनि जान पाउँछ क्या अब अघिल्लो पालि त्यही थियो अहिले पनि त्यही होला भन्छु मैले है त्यो म्युजियममा पनि त्यही टिकटले जान पाउँछ त्यही भएर यहाँ टिकट काटेको टिकट चाहिँ तपाईँहरूले सुरक्षित साथ लिएर जानुपर्ने हुन्छ है ए ल गजब ठाउँ देउराली आइयो है मरिमेटी गरेर चाहिँ ढोरपाटन भनेर खास यस्तै बेलामा आउनु मन थियो होइन त्यसो आइयो भनौँ न ल यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ साथीहरू त्यहाँ इन्ट्री गर्दै गर्नुहुन्छ ल हामी यहाँ आऊ ल दिस इज ढोरपाटन ल यो चाहिँ नयाँ कुरो रहेछ अहिले यहाँ हामी चाहिँ उताबाट जान्छौँ यही हो गाइस ढोरपाटन है ल ढोरपाटन हन्टिङ रिजर्भ नेपालको एकमात्र हन्टिङ रिजर्भ हो यो चाहिँ अनि चिसो छ गाइस म त यहाँनिर आउँदाखेरि यसो घाम चरक्क लाग्यो भने चाहिँ उत्तर गङ्गामा चुल्लुम्म बुड्नुपर्छ कि भन्ने सोच बनाएको थिएँ है तर जाडो भयो नि गाइस मलाई त यो विन्ड सिटरले पनि जाडो भइसक्यो है अब त्यो गर्न सकिएला जस्तो छैन जस पखाल पुखुल चाहिँ गर्नुपर्छ गाइस
त्यति चाहिँ गर्नुपर्छ ल। त्यही हो तत्कालीन अवस्था भनेको यस्तो छ ल। त्यहाँ गएपछि म कस्तो हुन्छ अपडेट गरि नै हाल्छु गाइस। तपाईँहरूलाई आजभोलि आउनको लागि के छ अवस्था भनेर म एकदम लाइभ अपडेट तपाईँहरूलाई दिँदैछु है। तपाईँहरू यो कुरा देखेर मात्र हेरेर मात्र तपाईँहरू आउनु होला है। अनि ल गाइस हामी चाहिँ यो खोलामा बाइक बुढाउने ठाउँमा जान लागेको है। कहाँनिर छ अब यो खोला रोडसँग चाहिँ लिङ्क भएको त्यहाँ खोज्दैछौँ। तर ठुलो त बगाउने खोला त होइन यो होइन, बगाउनु त बगाउनु नि ल। त्यसो भए ठिक छ। के हो यार यो? ए पानी छाप्नु हुँदैन होइन। ए ऊ त्यहाँ रहेछ ल, ऊ यहाँ रहेछ ल, यहाँ रहेछ ल। माछा चाहिँ किन्नु ल, बेस्ट ठाउँ ल ल ल ल ल ल ल। खोलामा 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 चुर्लुममा हालौँ त ल। ए हिँड न हिँड हिँड, धन्न ठोकेन ल ल ल ल ल ल झर्नु सबै झरेर होइन पहिला हिँड न। हो बाइकलाई नुहाउने ठाउँ त यहाँ रहेछ त अनि निकालेर बाइक सुताइदिनुस् के मलाई। ओहो यो हो नि त ल फारा। आमा धेरै उता त नजाऊँ यार। ए भरोसा उता नजाऊँ धेरै। आमा भरोसा तपाईँको त सुताए नि हुने छ यार। बाइक त सुताइदियो नि त हुन्छ के। पानी त यस्तो डेन्जर पऱ्यो नि गाइजु त्यहाँ हेर्नु त आम्मा पारी। हामी जाने त्यतैबाट हो, सिर्जना सिजुको त्यो क्याम्प के भनेर चाहिँ उहाँले खोलिराख्नु भएको चाहिँ उत्यो पारी रहेछ है। अब हामी त्यही रुट हुँदै उत्यो पारीबाट यस्तरी जान्छौँ ल। अवस्था यस्तो त नाजुक छ गाइस भएको। आम्मा यस्तो चिसो हुँदो रहेछ यो पानी त आम्मा थैट। त्यो त अति सोचेँ अब हामी चाहिँ पौडी खेल्ने सोचिरहेको। पौडी त नै जोस् डुब्ने सोचिरहेको कहाँ सकिने यो पानीमा। यस्तो चिसो मरिन्छ गाइस पौडी खेल्दै। यस्तो चिसो रहेछ गाइस यो उत्तर गङ्गाको पानी है। अब हामी चाहिँ उयो पारी ऊ त्यो रुट हुँदै पारी जान्छौँ। खाना खाने ठाउँ त ऊ त्यो पनि गजब रहेछ त। ऊ त्यहाँ हेर्नु न त्यो केटाकेटीहरू फुटबल भलिबल खेलेको ठाउँ त्यो पनि सही रहेछ। तर हामी आज सिर्जना सिजुको क्याम्प पनि हेरिन्छ गाइस। ओ त्यहाँ पारी रहेछ है बन्दै गरेको। ए ल झोलुङ्गे पुल रहेछ गाइस अगाडि। अब त्योबाट पारी गइन्छ होला होइन। हामी चाहिँ त्यो बाटो पारी जान्छौँ। कस्तो चिसो हुँदो रहेछ आमा। यो त हिमाल पग्लेर आएको पानी जस्तै रहेछ नि त यार। ठ्याक्कै मुक्तिनाथको पानी जस्तै चिसो रहेछ यार। खास यतातिर चाहिँ म आएको थिइनँ, उतातिर अर्को साइड चाहिँ गएको थिएँ। त्यही भएर त्यो एउटा मन्दिर चाहिँ उत्तर गङ्गा मन्दिर चाहिँ मिस भएको थियो क्या अघिल्लो पालि। यो पालि चाहिँ मिस गरिन्न। अब नाभी भन्दो रहेछ ल। ए नबी भन्ने ठाउँ रहेछ यो। ढोरपाटन आकाश होटल ल। कस्तो गजब ठाउँ आमा चाहिँ आउनुपर्छ है गाइस। त्यो अघि आएको बाटो सम्झेर त यो ठाउँ आइसकेपछि त केही जस्तो लागेन नि त। आइच रहेछ नि त आइच विकास हुँदैछ गाइस ल। यहाँनिर खतरा झोलुङ्गे पुल रहेछ है। हो यहीँबाट जाने हो। यहीँबाट हिँड न हिँड पाइन्छ कि हिँड न। उहाँ त्यो टायरको दाम छ अनि पाइन्छ कि पाइन्न भनेर।
रोक्ने नै होइन नि यार हिँड 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 हँ नचल्नु है अझै सर गजब तरिकाले गइन्छ है चलेन भने ओहो ए ए यो त हल्लिँदो रहेछ नि यार यो त हल्लिँदो रहेछ यार होइन म त हल्लिन सोचेको यार यो विन्ड गाइड केबल हुँदा पनि यो पुल किन हल्लियो यार खास नहल्लिनु पर्ने थियो यार यसरी हल्लिनु हुँदैन थियो यार यो पुल यो अलि राम्ररी भएको रहेछ क्या यार किनभने यो तपाईँको चाहिँ विन्ड गाइड केबलहरू भइसके पछाडि चाहिँ यसको काम भनेको ए खास गरी यसलाई नै बचाउने हो यसरी ल झर्नु त एकचोटि ल हिँड 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 कान्छा के छ खबर कहाँ गएर आयो हो के टिप्न के हो त्यो भनेको राके के हुन्छ यसले फुल हो यो फुल हो के खाने हो फुल मात्रै हो ए ल ए के भइरह ल हिँड ल सुरज हिँड वाइल्ड रहेछ यार यताबाट त बाटो ल दौडौ त्यत्रो धोको त कामै लागेन त भाइ साट छुट लगाएछ ओहो यहाँ त बाइक त बवाल चिप्लिन्छ के सुरत लगाइस यो रियल धोरपाटन भनेको तपाईँहरूलाई कस्तो लाग्यो होइन रियल धोरपाटन भनेको यो हो क्या ल रियल बाटो गाउँ होइन ल हेर्नु त यस्तो गजबको छ अब हामी माथि यो रोडमा भेट्छौँ अनि त्यसपछि रोडबाट अनि हामी स्ट्रेट जान्छौँ स्ट्रेट कस्तो गजबको ठाउँ मैले खास गरी यहाँ चप्पल लाउनु हुँदैन थियो जुत्तै लाउनु पर्थ्यो यस्तो ढुङ्गा छ है यो चाहिँ डर लागिरहेछ है जुत्ता तर यस्तो चिसो भयो क्या ओहो यो चाहिँ डेन्जर रहेछ यो चाहिँ डेन्जर रहेछ ल अब यहाँबाट चाहिँ रोडै भेट्यो ल कस्तो खतरा भाले रहेछ यार ल हेर्नु त भ्यू हेर्नु न गाइस भ्यू लुक एट द भ्यू ए हरामी लुक एट द भ्यू खेती त हुन्छ होला नि सर खेती हुन्छ यहाँ खेती नहुने त कुरै भएन यस्तो गजबको ठाउँ छ ल हेर्नु आमा अब हामी सिर्जना सिज्जूको क्याम्प पनि यही बाटोमै भेट्छौँ गाइस अझै सर त्यहाँ भिडियो बनाउनु है आउनु लाग्यो अब अरूभन्दा पनि पानी पऱ्यो है गोप्रो चाहिँ निकाल्नु पर्छ कि भन्ने सोचिरहेको छु मैले ल गाइस यो चाहिँ हाम्रो अन्डर कन्स्ट्रक्सन भाइरल हाम्रो चाहिँ दिदी सिज्जू ल ट्राभलर उहाँको चाहिँ क्याम्प अब उहाँको यो रेडी भइसके पछाडि यहाँनिर हामी अवश्य बस्ने गरी आउँछौँ उहाँ अहिले यहाँ हुनुहुन्छ हुनुहुन्न त्यो थाहा भएन है अनि जोस् गजब छ उहाँको ल जोस् हामी आउँछौँ यहाँ चाहिँ बस्ने गरी नै आउनुपर्छ ल यो लोकेसन तपाईँहरूलाई मैले देखाइहालेँ है ल गाइज यति बेला चाहिँ 1 बजिसकेको अवस्था छ यस्तो भोक लाग्यो है अनि त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ एकदमै अर्ग्यानिक खाने हिसाबले चाहिँ हामीलाई कसैले सजेस्ट गरेको हिसाबले हामी यहाँ सामुदायिक होटलमा आएका छौँ है के हो त खै यहाँ ल धोरपाटन सामुदायिक होटल ल यहाँ खाना खानुपर्छ अब गाइस ल गजब गीत बजिरहेको त भित्र त
पर्दैन पर्दैन ल गाइस हाम्रो धोरपाटन कम्युनिटी होटल हामी चाहिँ यहीँ स्टे गरेका छौँ खाना यहीँ खाइयो यस्तो भवाल अर्ग्यानिक खाना खाइयो अनि केटाहरू त्यहाँ छन् अनि यसो भयो अब यहाँ हामी आइयो अनि आइसके पछाडि चाहिँ यस्तो पानी पऱ्यो हेर्नु दिनभरि पानी पऱ्यो र दिनभरि चाहिँ तास खेलेर बस्यो अनि रमाइलो भयो यस अब हजुर जुत्ता लाउनु के जुत्ता लाउनु खाली खुट्टा हिँड्दै पनि हुन्छ ए हाम्रो बाइक चाहिँ यहाँनिर छ ल है यहाँनिर छ यो चाहिँ सुटिङ युनिटको गाडी रहेछ है ओ चप्पल यहाँ तल छ क्या आउनु न त्यहाँ माथि बसेर कसरी भेटिन्छ र लाउनु गाइस खास गरी चाहिँ के रहेछ भने फुलहरू चाहिँ भर्खरै फुल्दै रहेछ क्या तपाईँको हेर्नु न फुलहरू छ नि यो निलो टाइपको फुल रातो टाइपको फुल होइन अनि यो पहेँलो फुलहरू होइन भर्खरै फुल्दैछ त्यो भएर जस्ट अलिकति टाइम चाहिँ लाग्दो रहेछ यहाँनिर किनभने योपालि पानी अलि ढिला परेको कारणले गर्दाखेरिमा चाहिँ तपाईँको यो ठाउँमा अहिले हरियाली मतलब यो फुलहरू चाहिँ फुलिसकेर हिँड्छ त्यही भएर तपाईँहरू पनि अहिले धोरपाटन आउने सोच्दै हुनुहुन्छ भने चाहिँ अलिकति टाइम लिएर अलिकति ढिला आउनुभयो भने इट विल बी भेरी नाइस ल यहाँनिर चाहिँ हाम्रो घोडो सोल्टीहरू छन् यहाँ चरिरहेको छन् है यहाँनिर नेचर न हो यार यस्तो बवाल हेर्नु त घोडो सोल्टी यस्तो छ ल कस्तो दामी छ यो मैदानै है यो फुलै फुल्छ है अहिले सुरु त भइसकेको छ तपाईँको चाहिँ निलो फुलहरू रातो फुलहरू फुल्न सुरु लगभग भइसकेको छ यो हप्ता दिन 10 दिन मात्रै लाग्छ होला यो अहिले अवस्था यस्तो छ है यहाँ तपाईँहरूले हेर्नुभयो भने अहिलेको तत्कालीन अवस्था यस्तो छ यो हप्ता दिन पछाडि आउनुभयो भने चाहिँ तपाईँहरूले यहाँबाट मस्त बवाल भ्यू खतरा चिज देख्न पाउनुहुन्छ ल हामी चाहिँ अब यत्रो दुःख गरेर अब यही चिज हेर्न आइएछ है तर यो ठाउँ एकचोटि अवश्य आउनुपर्ने ठाउँ हो एकदम बवाल छ नेचुरल्ली एकदमै बवाल टिपिकल पेलो कस्तो अरे सुरज पेलो फुल यो चाहिँ कस्तो छ भने हाम्रो फुल टिप्न हुन्न भन्ने छ के पुरान सर अहिलेलाई पेलो उनीको लागि टिप्दिएको तपाईँ के पेलो फुल टिप्न पेलो फुल यस्तो पेलो जोस् अरू सब त्यसमा जम्मा गर्नु न त ल रातोवाला पनि टिपेर उ बनाउनु न सुरज देऊ न ल एकुन्डा ल गाइस मैले एकुन्डा सरी होइन सरी फर के भन्छ यो फुल टिपेकोमा मलाई गाली नगर्नु होला खै म तपाईँहरूलाई चाहिँ यहाँको अहिले भएको फुलको चाहिँ अपडेट तपाईँको चाहिँ कस्तो कस्तो खालको फुलहरू छ भनेर चाहिँ तपाईँहरूलाई थोरै अपडेट म तपाईँहरूलाई दिन्छु है यहाँ धेरै त फुलिसकेको छैन थोरै छ उतातिर रातो रातो टाइपको पनि रहेछ होइन ल भन्नुहोस् है फुलको तपाईँहरूलाई म यो बनाएर एउटा बुकी बनाउँछु बुकेट बनाउँछु बुकेट ल है त गाइस भन्नु है तर फुलहरू त कति छ क्या मैले गाइस ल अहिलेलाई यति हो है ल गाइस तपाईँहरूको लागि है यो चाहिँ गजब ल